कहाँ जाने भन्ने बिना योजना आज हामी स्कुटर चढेर दुईजना बाटो लाग्यौँ। आरुबारीबाट राम मन्दिर हुँदै अगाडि बढ्यौँ। जगडोलको पानी ट्याङ्कीमा पनि पुगियो। त्यसको साइडमा टेम्पो पार्क रहेछ। अहिले अलि तल थियो। मेरो प्यारो गोकर्णेश्वर लेखेको पार्क रहेछ, जसमा चाहिँ व्यायामशाला र बच्चाहरूको लागि खेल्ने सामग्रीहरू रहेछन्। त्यो पनि माथि सल्लाहगरी तल पार्क एकदम मनमोहक र रमाइलो रहेछ। हामी पार्कको छेउबाट दाहिनेतर्फ लाग्यौँ। यो ठाउँको बाटो बढी घुमाउरो, बढी ओह्रालो, बल्ल ओह्रालो सकियो। यहाँ शङ्खको स्वरूप बनाएर राखिएको रहेछ। सायद यो ठाउँलाई शङ्ख पार्क भनिन्छ कि। पारिपट्टि सल्लाहगरी देखियो। हामी अब गोकर्णका प्रसिद्ध महादेव गोकर्णेश्वर महादेवको मन्दिर परिसरमा पुगेका छौँ। दिउँसोको समयमा पुगेकाले हामीले मन्दिर परिसरमा त्यति मानिसहरूको आवत जावत देखेनौँ। भगवानका मूर्ति तथा शिवलिङ्गहरूको भिडियो खिच्यौँ र हामी त्यहाँबाट केही अगाडि बढ्यौँ। अगाडि बागमती नदी बगिरहेकी छन्। हामी उनलाई निहालिरहेका छौँ। मुख्य मन्दिरको मुख्य ढोका खुल्लै देखियो। नजिकबाट हेर्दा भित्र अर्को चेन गेट रहेछ, त्यहाँ ताला लगाइएको हुने रहेछ। हामीले परिसरमा भएका विभिन्न देवी देवताका मूर्तिका तस्बिर र भिडियोहरू लियौँ। यहाँबाट बागमती नदी अलिक खोजमा छिरेकी रहेछन्।